के अरे अर्थमन्त्रीको नाम तपाईलाई थाहा छैन अर्थमन्त्री नाम थाहा छैन मलाई उहाँहरुको पैसा हो र उहाँहरुको ब्याङ्क ब्यालेन्स नाम थाहा हुने गरी काम पनि गर्नुपर्छ होला नि त्यो थाहा हुन्थ्यो होला नि त मेयर साहबको काम भनेको चाहिँ के हो राम्रोसँग थाहा छ नि तपाईलाई थाहा छ मलाई थाहा नभएर कसलाई थाहा हुन्छ अहिले श्रम पर्यटन भइरहेछ सर तपाईलाई मेरो निम्तो छ आउनुहोस् 1 घण्टा तपाईलाई ढुङ्गा बोकाउँछु तपाई आफै पाइ बोक्नुहुन्छ आफै कोदालो बोक्नुहुन्छ हो त्यो त राम्रो छ त आफै तपाई छ नि हो सबै साधन स्रोत चाहिँ बोकेर लिएर गएर काम गर्नुहुन्छ के साहबले कोदालो बोक्दो सुहाउँछ पाइ बोक्ने काम गर्ने हो म त यहाँ प्रचण्ड केपी ओली शेरबहादुर देउबा जस्ता छन् नि उहाँहरूलाई म आधी घण्टा त बलुवा बोकाउँछु चेन्ज ल्याउनुपर्छ हामीले चेन्ज ल्याउनै पर्छ तपाई एक्लैले चेन्ज ल्याउन सक्नुहुन्छ परिवर्तन गर्न सक्नुहुन्छ गौतम बुद्ध कतिजना हुनुहुन्थ्यो जाति चाहिँदैन ठ्याक्कै भन्नु सुन्नु न पश्चिमको भन्नुलाई तपाई जातिको पक्षमा हो फेरि कुरै गर्नु भएन हाम्रो देश नेपाल बहुजाति बहुधार्मिक मुलुक होइन त्यही भएर त मैले भन्दै छु तपाई किन जातिको विरोध गर्नुहुन्छ सुन्नु न जातिको विरोध मैले गरिन जातिको विरोध गर्नुहुन्छ तपाई फेरि कुरै बुझ्नु भएन कि पश्चिममा जनतालाई भन्नुस् यहाँनिर त सुने पो भन्नु त सुन्नै हुन्न हैन किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदा हुँदै यस्तो छ हौ जनता जान्न चाहन्छन् बताउनुस् अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त के थाहा अब कमिसन समिसन पनि भन्ने सुन्छु म होइन त्यो पनि हो कि बा होइन होइन मागेको त छैन मलाई त के माग्न सक्छ म लात्ताले दिइहाल्छु मुखैमा केपी ओलीलाई म चिन्दिनँ उहाँले लोकतन्त्र बुझ्नै भएको छैन वाट इज डेमोक्रेसी भन्ने उहाँले बुझ्नै भएको छैन उहाँलाई एकचोटि सबैजनाले अब हुन त उमेर गइगयो होइन अब सिक्ने उमेरै छैन